यो भिडियो बनाएको कारण हो मलाई मङ्पुबाट एकजना हाम्रै गोर्खे भाइ विश्वकर्मा समाजको उहाँले मलाई एउटा भिडियो पठाउनु भएको छ। त्यो भिडियोमा चाहिँ एकजना हाम्रै गोर्खे चेलीले चाहिँ विश्वकर्मा समाजको दाजुभाइ दिदी बहिनीहरूको अपमान गरेको छ। यो भिडियोलाई पुरा हेरेर तपाईँले भिडियोलाई सेयर पनि गरिदिनु होला। काम गर्ने हामी कण्ड खाने कामी भनेको जस्तै के साथीहरू मेरो फेस बहिनी तिमीलाई कसले अधिकार दियो? विश्वकर्मा समाजको दाजुभाइ दिदी बहिनीको अपमान गर्ने अधिकार कसले दियो तिमीलाई? तिमीले के भनेको छौ? काम गर्ने हामी कोन्डो खाने कामी? तिम्रो कोन्डो खान्छ? विश्वकर्मा समाजको दाजुभाइ दिदी बहिनीले तिम्रो कोन्डो खान्छ? तिमी माथि अहिलेसम्म कसैले मुद्दा हालेको छैन नि। तिमीले छिट्टो भन्दा छिट्टो दुई हात जोडेर कान पक्रेर माफी मागेको हुनुपर्छ है बहिनी। सोशल मिडियामा भिडियो हाल्नु भन्दा पहिला सोचेर सम्झेर बोला नि, बुझ्यो होइन? विश्वकर्मा समाजको दाजुभाइ दिदी बहिनीले अहिलेसम्म तिमी माथि मुद्दा हालेको छैन नि। मुद्दा हाल्यो भने चाहिँ नि कोर्ट धाउँदा धाउँदा तिम्रो घर जग्गा जमिन जालाए, बुझ्यो होइन? तिमीले छिट्टो भन्दा छिट्टो विश्वकर्मा समाजको दाजुभाइ दिदी बहिनीसित माफी मागेको हुनुपर्छ नि। जयगाउँको एउटा बहिनीले अरुणाचल प्रदेशको आलो सिटीको खिल्ली उडाउँदाखेरि उलाई आलो सिटीमा कोर्टमा धाउनु पर्दैछ नि। तिमीले त नि बहिनी विश्वकर्मा समाजको दाजुभाइ दिदी बहिनीको अपमान गरेको छौ कि? तिमीले छिट्टो भन्दा छिट्टो दुई हात जोडेर कान पक्रेर भिडियो बनाएर सोशल मिडियामा हालेको हुनुपर्छ नि। तिमीले अपमान गरेको भिडियो सोशल मिडियामा हालेको थियौ, पुरा संसारले देखेको छ। तिमीले छिट्टो भन्दा छिट्टो माफी मागेको हुनुपर्छ नि। तिमीले सोशल मिडियाबाट भिडियो डिलिट गर्यो भन्दामा हाम्रोमा प्रुफ छैन भनेको तिमीले छिट्टो भन्दा छिट्टो बहिनी माफी मागेको हुनुपर्छ।